मैले अस्ति एउटा भिडियोमा भनेको थिएँ कि एमालेको 11औं राष्ट्रिय महाधिवेशनबाट फेरि केपी ओली अध्यक्षमा चुनिँदै गर्दा एमालेको लागि त फाइदै होला, तर देशको लागि यसले फेरि अर्को मोड ल्याउँछ है भनेको थिएँ। यहाँहरूलाई त्योसँग जोडेर म आज एउटा कुरा भन्न गइरहेको छु। जब नेकपा एमालेको अध्यक्षमा पुनः केपी ओली निर्वाचित भएपछि उसै दिन राजसभाका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको निर्णयलाई उल्टाउँदै उच्च अदालतले चाहिँ थुनामुक्त गरेको थियो होइन। अब आज 1-2 दिनदेखि नेपालमा एकदम हट न्युज बनिरहेको के छ भने रवि लामिछाने र बालेनको चाहिँ भेटवार्ता सहकार्य हुन लागेको, एकता हुन लागेको भन्ने एउटा जुन एकदम हट न्युज बनेको छ, सबैले त्यो कुरामा एकदम ध्यान दिएर लागेको छ होइन। अब आज त्यो रवि र बालेनको मात्रै त्यहाँ भेटघाट भइरहेको छैन, त्यहाँनिर हामी सबैले ध्यान दिएर हेर्नुपर्ने कुरा के छ भने सबैले ध्यान दिनुहोस् है। विशेष गरेर ध्यान दिनुपर्ने चाहिँ जो अहिले नवयुवाहरू हुन्छन्, जेएनजीहरू, जो चाहिँ पुरानो दलहरूप्रति वृतृष्णा राख्नुहुन्छ नि, उहाँहरूले त्यहाँ अहिले हुन लागेको सहमतिमा एकदम ध्यान दिनुपर्ने। त्यहाँ को पात्रहरू भेट भइरहेको छ र त्यहाँ के सहमति हुन खोजिरहेको छ त्यो कुरामा एकदमै ध्यान दिनुपर्ने हुन्छ। बाबुराम भट्टराई अस्ति पुस 6 गते भारत गएर फर्किए लगतै, रवि जेलमुक्त भए लगतै, यत्रो जेएनजी आन्दोलन पछाडि बालेन बाहिर ननिस्केका, जेएनजीको नेतृत्व गर्न डराएका व्यक्ति आज सबैजना बालेनलाई भेट्न किन गइरहेका छन् त? बालेन न कुनै पार्टीको नेता हुन् हालसम्म, न उनको देशैभरि सङ्गठन छ। उनको समर्थक छन् देशमा, युवाले समर्थन गर्छन्, तर हालमा उनी एउटा महानगरको मेयर मात्र हुन्। तर आज बाबुराम भट्टराई, अमरेश सिंह लगायतका नेताहरू किन उनलाई भेट्न गइरहेका छन् त? किन लर्को लागिरहेको छ त? यहाँ बुझ्नुपर्ने कुरा विशेष त यहाँ छ। छिमेकी राष्ट्रले एनी हाउ एमाले र केपी ओली सकाउनुपर्छ भन्ने मान्यता राखेको कुरा अहिले यहाँ सत्यता हुँदै आएको छ। केपी ओलीको खेमालाई जसरी पनि हराउनुपर्छ भनेर लागेको थियो, तर त्यो असम्भव भएपछि अब पुनः केपी ओली पावरमा आएपछि अब त्यो छिमेकीलाई जुन टाउको दुखाइ भएको थियो, अब एउटा विश्वासिलो पात्र उसले खोजिरहेको छ। काङ्ग्रेसमा पनि त्यो विश्वासिलो पात्र उसले भेटेन, किनभने काङ्ग्रेस आफै आन्तरिक समस्यामा रुमलेको छ। महाधिवेशनको टुङ्गो नै अझै भइरहेको छैन र हिजो नेतृत्व गर्ने शेरबहादुर देउवा फेरि दोहोरिने अवस्था छैन। त्यो हिसाबले काङ्ग्रेसबाट त्यो पात्र देखिरहेको छैन। एमालेलाई त उसले पत्तासाफी गर्न चाहन्छ र अहिले आम रूपमा युवाहरूले जो नयाँ आइरहेका दलहरूलाई समर्थन जनाइरहेको अवस्थामा अब नयाँबाट नै त्यस्तो विश्वासिलो पात्र खोजिरहेको छ र त्यो जो पात्रहरू एकअर्कामा मिल्न सक्छन्, उनीहरूले प्रयोग गर्न सकिने पात्रहरू मिल्न सक्छन्, तिनीहरूलाई मिल्नको लागि एउटा वातावरण सिर्जना गरिरहेको छ। हामीले यसरी बुझ्न सक्छौँ। त्यो हिसाबले बालेन हालको दिनमा कति पावरफुल हुन् त? उनको समर्थन गर्ने त छन्। हिजो उनले जेएनजीको लिडर हुन डराएका व्यक्ति आज एकाएक सबैजना उनलाई किन भेट्न गइरहेका छन्? तपाईँहरूले याद गर्नुभयो कि भएन? बालेनले एकचोटि फेसबुकमा अश्लील शब्द प्रयोग गर्दै स्ट्याटस लेखेका थिए र केही समयपछि त्यो डिलिट पनि गरेका थिए। त्यसमा उनको टसल अथवा रिस भनौँ अथवा चाहिँ उहाँको विरोध त
पुराना राजनीतिक दलहरूसँग थियो नि त। उहाँले स्टाटस लेख्दाखेरि पुराना राजनीतिक दलहरूका विरुद्ध मात्र लेख्न सक्नुहुन्थ्यो अथवा नेपाली राजनीतिक दलका विरुद्धमा लेख्न सक्नुहुन्थ्यो। त्यहाँ के लेख्नु भएको थियो यहाँले याद गर्नुभएको छैन। विभिन्न देशहरूको नाम लिएर पनि त्यहाँ लेख्नुभएको थियो। यहाँबाट पनि तपाईँहरूले अलिकति चाल पाउनुपर्ने हुन्छ। मिठो बोल्दैमा, हेर्दैमा लुक्स राम्रो हुँदैमा त्यस्तो नेता त यो समाजले खोजेको त होइन। यो समाजले, यो देशले, नेपालले खोजेको नेता आज कस्तो हो त? युवा भन्दैमा हुँदैन। युवाभित्र पनि फरक फरक गुणहरू हुन्छन्, रङहरू हुन्छन्। त्यो चिन्नुपर्छ, बुझ्नुपर्छ सबैजनाले। आज नयाँ शक्ति सबैजना मिल्ने भनेर कुलमान सहितको, जबकि कुलमान पार्टी, आफ्नो पार्टी अझै कुलमानको उनको पार्टी छैन। एउटा उज्यालो पार्टी भन्ने दर्ता गरेको छ, तर त्यसमा उन आबद्ध छैनन् पनि भनिएको छ। तर पनि कुलमान बालेनको भेटघाटमा छन्। तर नयाँ उदाएका मध्ये हर्क साङपाङ पनि त एउटा पार्टी खोलेर नयाँ शक्तिको रूपमा आइरहेका छन्। तर यो भेटवार्तामा, यो सहकार्यमा, यो सहमतिमा हर्क साङपाङ किन सामेल छैनन् त? उनलाई किन इन्भाइट छैन? उन किन भेटिरहेका छैनन् त? हर्क साङपाङसँग यो म्यासेज किन पुगिरहेको छैन त? उन त्यो भेटघाटमा किन सामेल छैनन् त? याद गर्नुभएको छ तपाईँहरूले? हर्क साङपाङको अभिव्यक्तिहरू, उहाँको सोचाइ, उहाँको विचारहरू कस्तो छ त राष्ट्रवाद सम्बन्धी? हर्क साङपाङले नै जेन्जी आन्दोलन पछाडि एउटा कुरा खुलासा गर्नुभएको थियो नि, यदि मन्त्री प्रधानमन्त्री खाने हो भने एम्बेसी जानुपर्छ। म त्यहाँ जान तयार नभएको हुनाले मैले पद नपाएको हो। यो एकअर्काको कुरामा धेरै कुराहरू जोडिन्छ। यो अनुमान गर्ने कुरा धेरै छ। अब यहाँ हामीले विशेष गरेर बुझ्नुपर्ने कुरा भनेको चाहिँ, अब जति पनि अहिले नयाँ शक्तिहरूको पछाडि लागिरहेका युवाहरूले बुझ्नुपर्ने, मिल्नुको त विकल्प छैन, मिल्नुपर्छ सबै। नयाँ शक्तिहरू एक ठाउँमा आउनुपर्छ। तर अब कस्ता शक्तिहरू आइरहेका छन् त, के स्वार्थले मिल्न खोजिरहेका छन् त भन्ने कुरा चाहिँ विशेष ध्यान दिनुपर्छ युवाहरूले। र त्यसमा केही गलत भइरहेको छ भने त्यसको खबरदारी पनि गर्नुपर्छ। अब यही हिसाबले बुझ्दै जाने हो र चाहिँ छिमेकीहरूले एउटा उसको अनुकूलको शक्ति, नयाँ शक्तिबाट निर्माण गर्न खोजिरहेको हो भने त फेरि आम नेपालीले पुरानै दललाई नै त माया गर्नुपर्ने देखियो, एमालेलाई नै माया गर्नुपर्ने देखियो। किनभने अब नयाँ शक्तिहरू फेरि विदेशीकै इसारामा चल्ने देखियो भने त एमाले मात्र एउटा त्यस्तो राष्ट्रवादी शक्ति हुने भयो कि जो चाहिँ विदेशीको इसारामा नाच्न नखोजेको कारणले गर्दाखेरि हिजो त्यो अवस्था सिर्जना भएको रहेछ भन्ने कुरा त बुझ्न सकिने भयो नि। त्यो हिसाबले यहाँ को भेटघाट भइरहेको छ, किन भेटघाट भइरहेको छ, यति लामो वार्ता, छलफल, संवाद भइरहेको छ। यहाँ बाहिर मिडियाबाजीमा भन्दा, नेपालीलाई, समाजलाई भन्दाखेरि चाहिँ अब नयाँ शक्ति मिल्नुपर्छ, नयाँ शक्ति मिल्नुपर्छ संवाद भइरहेको छ। देशको लागि भनिएको छ नि, त्यो भित्री कुरा धेरै फरक हुनसक्छ। त्यो हिसाबले सबैजनाले ख्याल गरौँ, मिडियाले पनि यो कुराहरूमा ख्याल गरोस्। सबैको जय होस्।